म युके आएको 3 वर्ष हुन लागिसक्यो अनि तपाईहरुसँग मेरो आफ्नो लाइफ एक्सपिरियन्स के कसो छ यहाँको युके को एक्सपिरियन्स के हुँदो रहेछ एज अ ब्याचलर स्टुडेन्ट मैले अलमोस्ट 3 इयर्स मैले बिताइसकेको छु अनि यसमा अब मेरो एक्सपिरियन्स के छ म के कुराहरुबाट गुज्रेको छु के छ कसो छ भन्ने कुराहरु म तपाईहरुसँग शेयर गर्छु भनेर यो भिडियोहरु बनाइराको छु मेक स्योर तपाईहरु मलाई सब्स्क्राइब गर्नु होला र मलाई फलो गर्नु होला ताकि म अझै कन्टेन्टहरु बनाउन सकौं र मलाई कमेन्ट गर्नु होला तपाईहरु के को बारेमा जिज्ञासा हुनुहुन्छ जस्तै अब तपाईहरु अब अहिले भर्खरै प्लस 2 को रिजल्ट सकेर रिजल्ट पाएर तपाईहरु बस्दै हुनुहुन्छ र बाहिर आउने सोचिरहनु भएको छ भने युके चाहिँ एउटा वान अफ द बेस्ट डिसिजन हुन सकिन्छ तपाईहरुको भनौं न ओभरअल एउटा अब अरु भन्दा चाहिँ यता युके को बेस्ट हुन सक्छ म कुनै एउटा कन्सल्टेन्ट हैन बट स्टिल तपाईहरु कन्सिडर युके लाई कन्सिडर गर्दै हुनुहुन्छ भने चाहिँ अब किन कन्सिडर गर्दै हुनुहुन्छ भने त्यो म भन्दिन त्यो तपाईहरुको आफ्नो आफ्नो स्टोरी होला बट कन्सिडर गर्दै हुनुहुन्छ भने चाहिँ ठिकै छ म पनि अब सर्भाइभ गरे गाह्रो हुन्छ 1.5 वर्ष 2 वर्ष मज्जाले गाह्रो हुन्छ बिस्तारै लाइफ गोज अन अनि इजी हुँदै जान्छ सबै राम्रो हुँदै जान्छ गरिन्छ गर्न सकिन्छ भन्ने कुराहरु हो गरिराछौं हामी नेपाली समाजको विद्यार्थीहरु यहाँ टन्नै छौं गरिराछौं भइराछ भन्ने कुराहरु हो हैन अनि त्यही अनुसारले अब बिस्तारै सबै कुरा हुने हो के एकैचोटी आउने बित्तिकै सबै कुरा हुँदैन अनि त्यो अनुसारले एउटा ब्याकअप प्लान राखेर तपाईहरु आउँदै हुनुहुन्छ गर्न चाहनुहुन्छ भने चाहिँ राम्रो छ राम्रो गर्न सकिन्छ हैन अनि तपाईहरुलाई आफ्नो तरिकाले यहाँ काम गर्न ओर्न आफ्नो अनुसारले एउटा व्यवहारिक भएर गर्नको लागि एकदम राम्रो हुन्छ हैन अनि त्यो अनुसारले गर्दै जानु भयो भने सबै कुरा हुन्छ चिन्जान गर्ने एउटा हुन्छ नि त्यो ओभरअल सबै कुरा गर्नुपर्छ त्यो गरेर हुँदैन के हैन अनि मेरो पक्षमा चाहिँ मैले अब ब्याचलर इन कम्प्युटर साइन्स पढ्न आएको थिए र सकिसक्यो मैले असाइनमेन्ट क्लास एभ्रीथिङ डन मेरो एटेन्डेन्स पनि 95 एबभ नै छ हैन सबै टोटल 3 इयर्स को गरेर पनि मेरो त्यति नै छ के त्यो भन्दा बढी नै छ हैन त्यही भएर कलेज पनि भ्याउनु पर्छ काम पनि भ्याउनु पर्छ पेमेन्ट भयो आफ्नो लिभिङ एक्सपेन्सेसहरु भयो सबै कुराहरु गर्न सकिन्छ गर्नु पर्छ भन्ने कुरा हो कि सकिन्छ भन्नाले नि गर्नु पर्छ गर्न पर्छ भनेरै आको गर्नु पर्छ भनेर आको हो गर्नु पर्छ भनेर लागि पर्नु पर्छ गर्न सकिन्छ बिस्तारै हुन्छ चिन्जान चाहिँ एकदम मोस्ट इम्पोर्टेन्ट हो चिन्जान गर्ने आफ्नो सर्कलमा आफ्नो त्यो अनुसारले एक्टिभली एउटा त्यो गर्यो भने नहुने कुरा छैन भन्ने कुरा हो हैन अनि बाँकी रह्यो पढाइहरु अब जस इजी छ राम्रो छ अब आफैले सबै सेल्फ स्टडी सेल्फली आफ्नो इन्डिपेन्डेन्ट भएर कामहरु गर्ने हो के हैन अनि जस रमाइलो हुन्छ हैन अब यहाँ युके को लाइफ चाहिँ अब जस इजी छैन कहीँ पनि लाइफ इजी छैन के अब तपाईहरुलाई भनौं न कुनै पनि ठाउँमा गएर म एकदम खतरा गर्छु एकदम राम्रो हुन्छ एकैछिनमा एकैचोटीमा राम्रो हुन्छ भन्ने छैन तपाईले जे गर्दा पनि तपाईले स्टार्टिङ सुरुवात गर्न चाहनुहुन्छ भने चाहिँ जिरो लेभलबाट सुरुवात हुन्छ जिरो लेभलबाट त्यो माथि पुग्दा चाहिँ एकदम हार्ड नै हुन्छ के इभन तपाई बसेर उड्दाखेरि त्यो फिल हुन्छ के म उड्दै छु भनेर त त्यो उठ्नको लागि प्रयास कति गरिन्छ कस्तो गरिन्छ भन्ने कुरा हो हैन त्यही भएर बिस्तारै हुन्छ नहुने हैन बिस्तारै हुन्छ सो या धेरै स्ट्रगलहरु गर्यो धेरै कुराहरु गर्यो धेरै चीजहरुबाट गुज्रेको छ धेरै चीजहरु भएको छ स्टिल त्यो कुराहरु रिपिट भइ नै रहेको छ गरि नै रहेको छ अब कलेज सकेर अब अगाडिको स्टेपहरुमा गइराको छु अब के हुन्छ कसो हुन्छ तपाईहरुलाई अपडेट दिने नै छु त्यही भएर सब्स्क्राइब गरिदिनु होला मलाई कमेन्ट गर्नु होला तपाईहरुले के को बारेमा के सम्बन्धी सुन्न चाहनुहुन्छ बुझ्न चाहनुहुन्छ मलाई कमेन्ट गरिदिनु होला त्यो अनुसारले म तपाईहरुलाई इन्फर्मेसन दिन सक्छु केही गाइड गर्न सक्छु आफ्नो हदसम्म म त्यो रिलेटेड मान्छे त होइन कन्सल्टेन्ट त होइन बट एटलिस्ट म एक्सपिरियन्स गरेको कुराहरु तपाईहरु सामु राख्न सक्छु
बोल्न सक्छु, एउटा एज अ फ्रेन्ड केही कुराहरू गर्न सकिन्छ भने चाहिँ म अब त्यस्तै छ, अब के गर्ने त, बोल्नुपर्छ, कुराकानी गर्नुपर्छ तपाईँहरूसँग भनेर कुराकानी गरिन्छ, बोलिन्छ होइन। अनि त्यो अनुसारले म इन्टरेक्ट गरौँ आफ्नो भ्युअर्ससँग भनेर म यो गरिरहेको छु। सो सपोर्ट गर्नु होला, सब्सक्राइब गर्नु होला। तपाईँहरूलाई बुझ्न चाहेको, मन लागेको कुराहरू मलाई कमेन्ट डाउन गर्नु होला, म त्यो सबैको रिप्लाई गर्नेछु, भिडियो मार्फत बोल्नेछु तपाईँहरूसँग, त्यो गरिन्छ है त। ल हस् त, धन्यवाद, थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। तपाईँहरूको साथीमा नि सेयर गर्नु होला। तपाईँहरू कोही साथीहरू प्लान गर्दैछ बाहिरको लागि, युकेको लागि प्लान गरिरहेछ भने त्यो साथीहरूलाई हेल्पफुल हुन्छ यो भिडियो। सो प्लिज सेन्ड गर्नु होला। हस् त, बाई बाई।